प्रसिल हेर मैले भनिरहेको छु यो अगाडि हुन पर्यो स्टार्टिङ हुन पर्यो इन्ट्रो यही हुन पर्यो स्वागत छ मेरो भ्लगमा होइन म चाहिँ अलिकति ग्यारेज आयो किनभने पहिलाको भ्लगमा देखाएको थिएँ मैले त्यो लिभर काटिदिने अनि स्ट्यान्ड हल्का लामो बनाइदिने आएर अनि यहाँ चाहिँ हल्का काम छ अनि पर्सि चाहिँ वेलकम प्रोग्राम छ फेरि अनि डिभी ऐना चाहिँ आज चाहिँ खोल्दिनँ अनि आजकल चाहिँ दिनलाई घरमा हेर्न आउँछ गप्पै बाइक कस्तो त्यो भएर भोलि आएको पछि चाहिँ घरमा खोल्छु कि यहाँ आएर खोज्छु अनि फुटेज सिकिन्छ होला अहिले चाहिँ यहाँ एवानमा हो बाइक चाहिँ उता छ बाइक चाहिँ यहाँ हेर्दाको एक्सिडेन्ट भएर चाहिँ चाहिँ यो फगलाइट र यो मिरर चाहिँ कसैले किन्न छ भने मलाई कन्ट्याक्ट गर्नुहुन्छ नयाँ यो दुइटै धेरै हालेन होइन यो नयाँ हो होइन म चाहिँ यहाँ टक्क यो के अलि भित्री बाटो माथि हाइवे चाहिँ किनभने होइन छैन त्यहाँ चाहिँ चिङ बस्छ कि बाइक चाहिँ यस्तो ऐना चाहिँ झिक्दै डिबी चाहिँ त्योमा डिन्जर सारेर चाहिँ झिक्नै मिलेन त्यो निकाल्ने कुरा नभएर अनि आज चाहिँ ट्याक्क ग्यारेज जानु लाग्यो अनि आज चाहिँ वेलकम प्रोग्राम हो त्यहाँ गइन्छ म चाहिँ भित्रपट्टि माथि चाहिँ हाइवे त्यहाँ चाहिँ चिङ बस्छ कि त्यो भएर यतापट्टि गएर जानु लाग्यो अब चाहिँ त्यहाँ ग्यारेज जान्छ अनि त्यसपछि सिधै त्यहाँ रकडा हो अब टक्क जानुपर्ने हुन्छ मलाई मिल्यो कि मिलेन यही खाना न त है उडाइ भन्छ उडान आएको उडान बिल्ला अब चाहिँ हामी चाहिँ टक्क यहाँ ग्यारेज जान्छ ग्यारेज गर्छ मुला टिभी खोलिदिन्छु भोलि अहिले चाहिँ साउन्ड चाहिँ हल्का सानो आएको होला आउनु लाग्यो भाइ अहिले मुला जोरी नै उडाइ भन्छ आएको होइन अब यहाँबाट टक्क हामी यहाँ के अरे वनबाट निस्किन्छौँ सरी मुलादेखि खस्यो यहाँबाट हल्का रमाइलो हामी चाहिँ चोर बाटो निस्केर अब हामी चाहिँ हाइवे जान्छ अब टक्क ग्यारेज जान्छ मलाई डिबी चिकन आज त होइन कहिले त रमाइलो गर्नु पऱ्यो नि कति सेफ हिँड्यो रमाइलो त गर्नु कि मलाई समाज हेर्ने कि
यहाँ टक्क गाडी निस्क्यो अब टक्क ड्रिम खेल्ने मन हुन्छ होइन म चाहिँ टक्क गएर चाहिँ अब डिभी चाहिँ खोलिसक्यो डिभी खोल्यो अब केटा डिभी खोली पछिको साउन्डै कति बजी टिभी खोल्यो कस्तो मजा आएको यहाँबाट चाहिँ भित्र जानुपर्छ केटा यहाँ चाहिँ साइलेन्ट ठाउँमा है यही अगाडि चेक गर्छ मलाई त्यहाँ त ठिक छैन त्यहीँको पुलिसले हो क्या मलाई अस्ति नै 3 दिन है चौकीमा अड्काइदिएको बाइक हो र अब यहाँबाट चाहिँ यहाँ भित्र लागौँ है किनभने मलाई आजकल त रिजर्भमा सुमै बस्छु कि पछि टिभी खोल्यो कस्तो मजा आएको झन्डै मऱ्यो मलाई हेर्दा निस्किँदो रहेछ चिकन त्यहाँबाट निस्किनु हुन्थ्यो त्यो लास्ट मान्छेहरू अब यहाँ टक्क माथि जानुपर्ने हुन्छ हाँसेको हेर राजालाई हेर न हाँस्दै पक न पक ए यहाँ हेर्न लाइसेन्स राख्न परेन अनि कहाँ राख्ने हो र झोला वहाँ ग्यारेजमा छोडिदिएको कि झ्याउलाएर झोला ल्याएर के गर्ने हो भोसरी यो चाहिँ मलाई एकदम गेम खेल्दै जस्तो भयो यार केटा प्रतीक अमिसहरू के माथि अर्जुन चाहिँ खानु कि र केटा अब यहाँ गएको त के देखाउने है अब टक्क उहाँ केटाहरूलाई भेटेपछि देखाउँछु र केटा हामी चाहिँ यहाँ टक्क यहाँ कता यो अर्जुन चाहिँ खण्ड हल्का माथि पुग्यो यहाँ चाहिँ केटाहरू खानु हामी चाहिँ यहाँ टक्क इन्ट्री हान्नु जानुपर्ने हुन्छ हाम्रो त्यो वेलकम प्रोग्राम चाहिँ उता तल त्यो उमा हो के अरे उ गर्ने त्यो ठाउँको नाम के अरे होइन कि उ त तल हामी जाने ए रवि मल केटा हो रवि मल है हामी जान्छ अब केटा अब हामी यहाँ टक्क इन्ट्री हान्नु जाँदैछौँ त्यो प्रोग्राम चाहिँ उमा रहेछ कि त्यो रवि मलमा रहेछ जाम केटा हामी चाहिँ यहाँ टक्क रवि मल जाँदैछौँ
movie. आउँछ के पुग्छ आइरन्टीको मान्छे किनभने यसले फसाउँछ मलाई मात्रै हिँड्दिनँ ओ अन्टी यसमा डेन्जर हातिरहेको अन्टीको यहाँनिर एक प्याट्टा हान्न ये तो स्याटर कान्ने अनि केटा यहीँ रहेछ है वेलकम प्रोग्राम दिएन एक यहाँ अघि त खुब चोकमा चाहिँ प्याट उयो हिरो छिर्छिर रो एक प्याट्टा दिनु त भित्र छिरेर ल ए लगेर यहाँ नाच्छ हिँड नि त हिँड र ल होइन केटा हामी चाहिँ कति बजे दोस 1 बजे रहेछ होइन उता राख्छु कि म त्यो कि हँस लगाएर त्यही गरेर यसलाई प्याट्टा र पुट्टा नगर भनेको कि भोसरी केटाहरू यहाँ पुग्यो यो हेलमेट हराएर अलि उता राख्छु डिबी होइन मुजिर अलि देखाउनु त ए सरले फेरि उहाँ ट्याक्क ट्याक्क यसमा दिइदिनुहुन्छ हाम्रो एचएम सरले ढुक्क हो क्या मुजी यो त मलाई के अरे यो भाँचिन्छ यो त भाँचिन्न कि प्रोग्राममा पुगिसक्यो यहाँ चाहिँ हाम्रो अर्को साथीको क्रसिङ पुलको भ्लगमा स्वागत छ तपाईँहरूलाई अनि यता सबै यहाँ छ कस्तो कन्टेन्ट हो नि ल ल ल केटा एकछिन भेटौँ ल के साथी भ्लग च्यानलको नाम यो प्रसिल दोष कता गर्थ्यो प्रसिल पुन प्रसिल पुनलाई सबले सब्सक्राइब लाइक सेयर सब गरेर ए ल ल हुन्छ केटा हामीहरू चाहिँ प्रसिल पुनको भ्लगबाट आएका छौँ हाम्रो बक्कुला यता अनि यता च्यान्टे दोष छन् च्यान्टेको बाइक साधन कहाँ उठेको त्यो कुन हन्डा दोष खै त तिमीले कता राखेको साधन बाइक चाहिँ उता म त्यसै म चाहिँ होइन केटा होइन यो च्यान्टेको बाइक होइन रित तलफल दिएको यार बकिलले यार पटानी भाइ दोष चाहिँ यहाँ छन् हिरो ए काले गुले भाइ ए दोष त्यस्तो त धोक नगरी हुन्थ्यो यार ढोकतिर तिम्रो त हो कि यही बनाइदिएको तिम्रो त ए के त हेर्दै के गरिदिएको यस्तो भनेको गुलेको कामै के त हेर त ए यहाँ झारेर बुझ जाइदियो कि के त गुलेले अब यता चाहिँ सानो चिन्ते दोषले च्यान्ते दोषले उता खटानी भाइले फेरि उयो हेर्नु बक्कुलाई हिरो भएको अरे कालेलाई त थर्काइदिरहेको गुले भाइलाई त यार उयो खेल्ने सिल्ने किन लगाएर यार यहाँ तयारी हाल्दा यार कि त 1v1 हान्न त ल को जित्छ एक दुई शब्द भन्नु नि त यहाँ माथि चढिदिरहेको चढ कान्छ चढ कन्टेन्ट खिचे खिच पुल हान्दैन पढालले
बुढी भाइ अब त झन्डै खोल्न नि मिलेन मैले झन् भित्रबाट चुक्क लाग्यो के भएको र भित्रबाट चुक्क लाग्यो आयो आयो गीत आयो गीत आयो गीत आयो ओए भान्जे ओए ओए भोटेको आएको भोटे ओए भोटे खै ऊ आयो म नाचे जस्तो ओए काले नाचे नाचे ल काले नाचे ओए दौडी ओए यो जोस हेर ए ओए जाने पुग्दैन दादा 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 लगेर यहाँ चाहिँ यहाँ धमाल हुँदैछ भाइ मेरो लगेर यहाँ प्रोग्राम हुँदै है केटाहरू एकदम एकदम हाई भन्नु नि त जस्तै यहाँ नाच्न कहाँ हो जस्तो तिम्रो पार्टी अब तिम्रो पार्टी अब नाचे भर्खर नाचेर हो र मैले यादै गरेँ लगेर हामी यहाँ अब निस्किनु भने हेरि निस्किँदै निस्किन्न यस्तो यस्तो छ हालफिलहाल मलाई सराउन्डिङ खै कस्तो रे ओए के भयो ओए को भिडियोमा को फाइट भयो केटा को लडेको सानो भाइलाई हानेको सानोलाई हानेको खै लडेको हुन्छ यार मनी उता थियो कि गर्थ्यो त्यही गरे खै कपिल र उसको लडेको भन्दै थियो म ताली बजाए यही खोजेको बाल छैन कि त यस्तै कहिले काहीँ हुन्छ म चाहिँ भिडन्तामा सबसँगै भिडिदिने म यहाँ चाहिँ बाइक छ यहाँ ए केटाहरूको यहाँ मलाई ऊ त्यस्तै स्ट्यान्ड अलि ऊ है किनभने यहाँ चाहिँ मलाई प्रोग्राम हुन्छ ए यहाँ हेर र ए हिँड्नु लगाउन मलाई लगेर यहाँ चाहिँ यस्तो यस्तो छ है हो न यहाँ थम्नेल उयो त्यो त्यहाँ अगाडि लगेर एउटा थम्नेल हानौँ न भिडियो भयो जाम ल भाग्नु पर्छ पुरा यहाँ त गर्छ केटा भाग ओए
लाउन Kiraw 100 right? Low na. Roll na pord gose. आगे भित्रबाट जाम भित्रबाट जनावर होइन म चाहिँ प्याट गरेँ अरे झन् पड्का केटा हो आज चाहिँ आतङ्क बहुत मुला आउँदिन यार बाइकमा त अब यार केटा हो म त स्कुलमा आउँछ यार आज दिन चिकन समाचार देखियो नगर नपर्दो होइन त्यसरी पुरा जानुपर्छ त्यहाँबाट सबै बिछोड भइदिउँ के है लास्ट अड्काउ चोकमा मारी पड्काएर गइदिउँ भयो कि म उडाउन नि भएन होइन कता जाने हो र हिँड एउटा भयो कि कता बाटो ओए कहाँ जाने तिमी कस्तो गरिदिरहेको लास्टमा आएर खै ओए घर जाने अब ए दोष अब त भयो कि मलाई यो मलाई यही हो पढ्यो भने यसलाई समात्न परेको झन् नपड्काउ भन्ने झन् तल त म मात्रै हो यहाँबाट ए तल यो म मात्रै हो म तल जाँदाखेरि समात्यो नि के भन्ने भिडियो देखाइदिने प्रतिक्रिया पड्काएको
जाम्नु त छिटो यहाँ त नबसौँ यार अलिक कर साइडतिर सिधै डायमन्ड पारी आइसक्यो आउले रोकेन त्यसो डाँडा सोचे जस्तो भएन जिन्दगीमा आज त दोस्त मैले त मेरो बाइक ल्याउनु यार हालिदिन्छ यार स्कुटरमा आउँछ कस्तो भनेको केटा होइन यहाँ त सब यहाँ पुच्छर भइसक्यो अब हामी चाहिँ टक्क घटाउनु लाग्यो टक्क बाह्रमा आज चाहिँ पहिलाको जस्तो भएन कि दोस्त है सातो गयो यो त हामी त्यहाँ एकछिन बसेको त फस्दैन भनेको है यताबाट जान्छ कि जान्न अरे जान्छ हो दोस कस्तो भनेको तिनीहरूले हामीलाई खोजेको हो कि फोन हानेर तालचुकको जस्तै फोन हानेर आएको कि केटा हो चिनमा है चिनमा म त होइन है केटा मामाहरू मलाई दिनुहुन्छ नि म होइन है पड्काउने पुलिसवालाहरू एकदम ए दोस्त कसम भनेको तिनीहरू हामीलाई खोज्न आएको हो कि बाइकमा है भन्दै बस्टेट खाएको यार यतिले केटा हो यतिले 7,500 7,500 केटा हो यतिले बच्यो कि यतिले झन्डै मैले यस्तो भ्यालरहरू गर्दिनँ नि त केटा हो त्यही भएर म चाहिँ बचेँ केटा हो अब तिनीहरू ए दोस्त पावर है बाई ल ल जस्तै अब घर जान्छ मेरो यहाँ बाई बाई भन्नु ल केटा अब हामी चाहिँ यहाँ घर जान्छ आतङ्क त भएन त्यस्तो सोचे जस्तो मलाई त्यही नि ठिकै हो एकचोटि मात्रै भयो त्यहाँ पछि गएको त गइन्छ बनाउनु पऱ्यो यहीँ हो कि केटा हो ए दसको चाहिँ पर्दाखेरि एसी दिएको चाहिँ यहाँबाट हो कि यहाँबाट दिएको यहाँ मतलब यहाँ पढेको होइन कि यहाँ पढेको थियो कि सेन्टर ओह्रालो छ केटा अब आनन्द मिटोमा जानुपर्छ होइन अब चाहिँ म चाहिँ यहाँ घर पुग्न लागिसकेँ कुन त्यता तलतिर हो कि मेरो घर चाहिँ होइन म चाहिँ न्युटनमा सर जानुपर्छ भइसक्यो म चाहिँ हाइवेको बाटो चाहिँ गएन एकदम बिस्तै लिएन मैले केटा हो मुला त्यहाँ चाहिँ मलाई अस्ति साँझसँगै झन् बिहान पनि देखेँ झन् मुलाहरूले टाउचमा त्यस्तो आतङ्क गर्थ्यो त हो कि भएन म चाहिँ टक्क घर आइसकेँ मुलाहरूले माथि टक्क हो सरी अनि ब्लग चाहिँ देखेर तिमीहरूले मलाई कस्तो कस्तो भयो मलाई डेन्जर पड्काइदिएर दाजुमा गिराएर मलाई वान्टेड पऱ्यो कलेज पनि मलाई स्कुलमा जानु पऱ्यो गाह्रो छ अहिले म चाहिँ टक्क गराएँ अब के भन्ने केटा है मलाई त्यस्तै भयो अब अहिले त्यो स्कुलमा गएपछि कलेजमा केटा अब त्यही हो होइन मलाई इन्डिङै नभएर रहेछ अघि चाहिँ त्यही हो केटा अब
जस्तै ब्लग भइहाल्छ मैले झन्झट होइन। अनि चाहिँ मलाई त्यहाँ गुलिम्पोकोमा चाहिँ भिडियो बनाउनै पाएन कि मलाई मान्छे हुन्छ केटा हो, अनि मलाई लाज लाग्छ होइन। त्यतिखेर झन्डै त्यहाँ अमिस्टेसले चाहिँ बनाइदिएछ हल्का फुल्का त्यस्तो त्यही हालिदिन्छु। अब केही छैन केटा, अब यहाँसम्म हेरेको धन्यवाद। अब अर्को ब्लगमा भेटौँ।